सपाका सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले जिल्ला अदालत रूपन्देहीसँग मिसिलमा संलग्न सम्पूर्ण कागजात मगाएको छ। सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा चैत 22 गते उच्च अदालत तुलसीपुरको बुटोल इजलासले लामिछानेलाई पूर्वपक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। उक्त आदेश विरुद्ध गत शुक्रबार लामिछानेका तर्फबाट सर्वोच्चमा थुनुवा दफा 73 निवेदन दायर भएको थियो। उक्त निवेदनमाथि सुनवाई गर्दै आइतबार न्यायाधीश टेक प्रसाद ढुङ्गानाको एकल इजलासले उच्च अदालत तुलसीपुर बुटोल इजलासका नाममा लामिछानेलाई थुनामा पठाउने कारण सहितको लिखित कैफियत प्रतिवेदन मगाउने आदेश गरेको थियो। उक्त आदेशको पूर्ण पाठमा उच्च सहित जिल्ला अदालत रूपन्देहीसँग पनि मिसिलमा संलग्न कागजात समावेश गरी पठाउन उल्लेख गरिएको छ। मुद्दाको मिसिलमा संलग्न सबै कागजात डिजिटलाइजेसन गरी 15 दिनभित्र पठाउन आदेशमा उल्लेख गरिएको सर्वोच्चका सह रजिस्ट्रार एवं प्रवक्ता अच्युत कुइकेलले जानकारी दिएका छन्। उच्चबाट कैफियत प्रतिवेदन र जिल्लाबाट मिसिलमा संलग्न सबै कागजात प्राप्त भएसँगै सर्वोच्चले लामिछानेले दायर गरेको रिट खारेज गर्ने वा उच्चको आदेश सच्याएर थुना बाहिर बसेर पूर्वपक्ष गर्न सक्ने आदेश